आउनु साथीहरू, आज एकैछिन हामी जिरीतर्फ लागौँ। म तपाईँलाई यो भिडियोबाट जरीकोटदेखि जिरीसम्मको हाम्रो यात्रा देखाउँछौँ। एकैछिन हेर्नु होला है त, रमाइलो छ। She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe. यो च्यातिएको देशको अस्मिता देख्दाखेरि चाहिँ साह्रै दुःख लाग्यो साथीहरू। She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, साथीहरू हामी जाँदैछौँ कहाँ जाँदैछौँ हामी जिरेश्वर महादेव मन्दिर leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside your wandering dance. She hums a tune I've never heard राज हुन्छ in languages I can't speak. She writes down cities on her wrist and dreams she'll never keep. साथीभाइहरू यो हो जिरी उपत्यका जिरीको एयरपोर्ट। अब अहिले के छ त्यहाँ कतिवटा प्लेन फ्लाइट लाग्छ लाग्दैन जिरो ब्रो यही हो हेर्नुहोस् जिरी। अब जिरीमा लोकल टुरिज्म पनि छैन, एक्सटर्नल टुरिज्मको त कुरै भएन। के होला त साथीभाइहरू यहाँ जिरीको विकास र प्रवर्धन कसरी होला? यदि राम्रो सुन्दर ठाउँ छ हजुरको, यसलाई कसरी प्रवर्धन गर्न सकिन्छ होला, आन्तरिक टुरिज्मलाई कसरी ल्याउन सकिन्छ होला। अत्यन्त सुन्दर लाग्यो है मलाई यो चाहिँ उपत्यका। यो बिल्डिङहरू भएको पनि हुन गएको भन्छ लाग्दो बहुत हुन्छ अनि अर्ग्यानिक यहाँ खान पाइनुपर्छ दुध। ल कति लिटरहरू लाने त दुध यहाँ डायरी बेच्नुहुन्न होला सरले होइन सर? यहाँबाट बेच्छ टेन्डर होला ट्र्याक्टरले 38 वर्ष भयो। कति वर्ष भन्नु तपाईँले? 38 साल। 38 सालमा जुन रोगाको चाहिँ प्लेन त्यही त तैँले मैले एउटा कुरा बुझिनँ। जस्तै रोड त आयो तर पहिला चाहिँ यहाँ सहरमा त जानको लागि यहाँबाट जान्थे होइन मान्छेहरू, त्यो नि बन्द गरिदिए। यो मान्छे त अहिले जानेर जानु यही दुईजना यही कटेजमा बास बसेर हो र को तेन्जिङ ओहो त्यो महेन्द्रले उद्घाटन गरेको राजा महेन्द्रले उद्घाटन गरेको यो त्यतिकै भैँसी पनि थियो है? भैँसीलाई त्यो पोखरी बनाएको हो। ए पोखरी त्यो बनाएको, त्यो पनि सरकारी लगानीमा है त। अब यो एयरपोर्ट हटाएर यो होइन। अब पर्यटनहरू घटेपछि त अब तपाईँको अलिकति जीविकोपार्जन गर्न अलिकति कठिनै होला यहाँ पनि। पहिला अलिकति पर्यटनहरू आउँदाखेरि अलिकति थियो होला। पर्यटनहरू अहिले जुन प्राइस तर तैपनि यहाँ ट्रेल त छ होला नि त हजुरको जाने, हामीले प्रवर्धन गर्न सक्ने। तपाईँको यति राम्रो ठाउँ छ जिरीमा। अहिले मान्छेको मेन इन्कम के हो त सर? यो कृषिको कर्मचारीहरूलाई यही गाई र बङ्गुर हो भयो। अब माथि अलिअलि होटेल हुनेले होटेल भयो। अनि यो हस्पिटलतिर हुने राम्रो डक्टरहरू ए डक्टरै पाएन है? तलब डक्टर आउँदैन। इमर्जेन्सी पर्यो भने हेलिकप्टरबाट काठमाडौँ जानु पर्यो होइन? तेन्जिङ नोर्गे र एडमन्ड हिलारी समेत यहाँ आएर बास बसेर जानुभएको ठाउँ है। जिरी यति राम्रो ठाउँ छ तर अहिले भनौँ न एउटा पर्यटन प्रवर्धन पनि भएन। अब यहाँको लोकल मान्छेहरूलाई डिपेन्डेन्सी भनेको केही पनि छैन खास। सो सिन्स त्यो एउटा निकालिसकेपछि त हजुरको ल हेर्नुहोस् त टुरिज्म एउटा भनेको त नेपालको लागि त एउटा लाइफलाइन जस्तै हो। यहाँ यस्तो शालिग छ तर शालिगमा के छ? यहाँ केही छ? केही पनि छैन। सो वी फेल्ड यहाँ। ल हेर्नुहोस् त सर, हेर्नुहोस् त यहाँ। ल
तेन्जिङ नोर्गे शेर्पा अनि हजुरको एडमन हिलारी ल हेर्नुहोस् त यस्तो राम्रो ठाउँ यहाँ बसेर गएको उस टाइममा हेर्नुहोस् त यसको अवस्था सो वी लिटरली फेल्ड राजाले राजतन्त्र हुँदाखेरि केही पनि भएन भन्छन् होइन राजाले केही पनि गरेको छैनन् भन्छन् तर दोलखा जस्तो ठाउँमा दोलखाको जिरीमा यत्रो जग्गा देख्न त्यो सबै आँखाले देख्न सबै जग्गा के छ अतिक्रमण गरेर राखेर यहाँ के छ कृषिको गाई अनुसन्धान केन्द्रको स्थापना गरेको छ अहिले पनि के सरकारी स्वामित्वमै रहेको छ तर गाईहरू यति देख्न यत्रो गाईहरू आइरहेको छ अहिले पनि पालिरहेको छन् अहिले पनि गरिरहेको छन् यहाँ पहिला टुरिज्मको लागि एकदम हब थियो तर अहिले चाहिँ एकदम टुरिज्म आन्तरिक टुरिज्म तर बाह्य टुरिज्मको सबैको कमी भएको छ यो सब के थियो त राजाको दूरदृष्टि थियो त त्यही भएर अहिलेसम्म भइरहेको छ अहिलेको हाम्रो नयाँहरूले के गर्न सके केही पनि गर्न सकेको छैन हामीले भन्छौँ राजाले देश बिगारे केही गर्न सकेनन् तर यो कसले गरेको यो सब गरेको राजाले नै गरेर राखिदिएको थिए त्यही भएर चाहिँ अहिले भइरहेछ म चाहिँ गाई भनेपछि एकदम मन पराउने मान्छे है गाई मेरो हातमा तपाईँले ट्याटु पनि देख्न सक्नुहुन्छ नन्दीको ट्याटु पनि छ होइन जय भोलेनाथ राजा महेन्द्रले हेर्नु त राजा महेन्द्रले यहाँ गाई पालनको लागि यति राम्रो ठाउँमा यस्तो राम्रो गर्नुभएको छ उहाँले आफ्नो दूरदर्शी हेर्नुहोस् त यो सबै गाईहरू चाहिँ यहाँ पालन गरिन्छ यहाँ कर्मचारीहरू पनि छन् यहाँलाई सरकारी तलब पनि दिइन्छ र यहाँ भएको दुधहरू चाहिँ कन्ट्र्याक्टरहरूले उठाएर बजारमा बेच्छन् भन्ने कुराहरू चाहिँ हामीलाई यहाँ स्थानीय मान्छेले भन्नुभयो जो यहीँ काम गरेर बस्नुहुन्छ यति राम्रो ठाउँ हजुरको यसलाई प्रवर्धन चाहिन्छ यसलाई प्रमोसन चाहिन्छ यहाँका जनताहरूको लागि पनि यसलाई केही चाहिँ हुनुपर्छ जसले गर्दाखेरि यहाँ विकास हुन सकोस् प्रवर्धन हुन सकोस् सबैले इक्वल अपर्च्युनिटी पाउन सकुन् फेरि पर्यटन फर्केर आउन् र राम्रोसँग यहाँको भन्छु यहाँको जुन एयरपोर्ट छ त्यो पनि खुलोस् यो पहिला स्विसले स्विसले गर्दा ए स्विस हुँदाखेरि पहिला मुर्गा भैँसी पाल्नु तपाईँ ए त्यो भैँसी भएन अनि स्विसहरूले त्यहीँको हावापानीको उहाँको हावापानीको अनुकूल मिल्ने भनेर ब्राउन स्विस गाई ब्राउन स्विस गाई घाममा पालिदिन सक्ने के ठुलो पहिला चाहिँ मन ठुलो अनि त्यो हटाएपछि अनि इन्डियन जर्सी ल्याएको यो चाहिँ ठिक ए हाम्रो यो बाहिरबाट ल्यायो होला इन्डियन जर्सी भन्नु भएन यो जर्सी गाई बिक्री गराउने अलिअलि बाहिरबाट ल्यायो त्यहाँदेखि सबै यहीँको क्रस पनि गराउने यही क्रस अनि लोकल कन्ट्र्याक्टरहरूले यहाँबाट दुध उठाएर लान्छन् होइन अनि त्यही बेचे पैसाले अलि प्रवर्धन सरकारी तलब पनि आउँछ होला होइन यो चाहिँ सरकारको रहेछ सरकारको C5 को सरकारकै है जडीबुट्टो छ अझै पनि जडीबुट्टो छ अझै पनि भने नेपालमा धेरै राजाहरू जन्मे अब हाम्रा दूरदर्शी राजाहरूको भनौँ न यस्तो ठाउँमा आएर त्यो टाइममा चाहिँ ल गर्नु भनेको धेरै ठुलो कुरो हो नि होइन अनि त्यतिखेर यो जति यहाँ डेभलप भएको यो सरकारले गरेको चाहिँ छैन के पनि छ यो सबै विदेशी स्विसले बनायो हस्पिटल स्विसले बनायो टेक्निकल स्कुल स्विसले बनायो यो प्राविधिक शिक्षा लायो अब भूकम्पपछि त्यो हस्पिटलको प्रपर्टी जर्मनले बनायो अनि स्कुल चाइनाले बनायो स्कुल हेर्नुभयो होला छैन माथि गएनौँ नि हामी यसो एक फेर हाई स्कुल चाहिँ यसो हेरेर त ए त्यो ऊ यहाँ त्यहाँबाट फर्केर आउँदाखेरि त्यो हाई स्कुल चाहिँ यो सिधा उतापट्टि पर्छ ए त्यो डाँडाभन्दा पारि डाँडाउँदा पारि ए थाहा भयो बसबाट देखिन्छ बस बाटो त्यो रातो बिल्डिङ हो रातो बिल्डिङ हो त्यही भित्रै गएर हेर्नुहोस् न त्यस्तो राम्रो बनाएको छ है विदेशतिरको युनिभर्सिटी ए होइन यो ठाउँलाई धेरै मलाई त के लाग्यो भने अलिकति हाम्रो पर्यटन प्रवर्धन पनि भएन यो ठाउँलाई अब टुरिस्ट आउने उयो भएन पहिला आयो अब अहिले छैन पहिला चाहिँ अब सगरमाथाको बाटो जाने यही हो बाटो ओखलढुङ्गा रामेछाप जाने बाटो यही हो अहिले त नि गाउँ गाउँको बाटो राम्रो छ कि मान्छे यस्तो अलिकति प्रमोट गर्ने तरिका हो नि त हजुरको भनौँ न यहाँ आएर यहाँको लोकल चिज अब भनौँ न तेन्जिङ नोर्गे एडमन हिलारी यहाँ आइसकेपछि एउटा ठाउँ हो यहाँबाट ट्रेकिङ गरेर जानुपर्छ भन्ने कुरा पनि हो त्यसरी प्रबन्धन पनि गर्नु तपाईँलाई त्यो चिज लिएर गयो भने त यो गाउँमा त धेरै विकासको काम त सुस्ती हुन्छ नि त हजुरको अनि अलिकति भनेको अब पर्यटन आउँदाखेरि हेर्ने भने यताबाट माथि त्यहाँ त हिँड्नु पनि सक्छ
2-4 घन्टा पर्यटकहरू आउने नि हिँड्नुलाई हो आउने नि रोड बाटो कन्स्ट्रक्सन यो त्यत्तिकै गाई चराउनु हो त अब गाई चराउनु त त्यति त फर्मकै नाममा छ सबै फर्मको नाममा यो चाहिँ यो नागरिक उड्डयनको त्यतिखेर चाहिँ मिस्टेक यहाँको मान्छेको मिस्टेक गरेको नापी गर्ने भने सबै छेउछेउ हेरेर खप्पै कृषिको नाममा नापी गर्दैछ नागरिक उड्डयनको नाममा छानेछ अनि मिस्टेक भएको त्यहाँ एयरपोर्ट ल्याउनु खोज्दाखेरि एयरपोर्ट हटायो होला सायद अनि मन्थलीमा जाने एयरपोर्ट यहाँ आउनु खोजिराखेको थियो एयरपोर्ट त्यसरी हटाउनै नमिल्ने तपाईँलाई अनि उहाँ पनि 3/3 निर्णय गर्नु पर्दो रहेछ सरकार 3/3 भन्नु अब प्राधिकरण उसको नाममा ल्याउनु पर्यो अब जब त्यही त हटाएर राम्रो भयो कि नराम्रो भयो त धेरै नराम्रो त्यसमा किन 3/3 चाहियो किन 2/3 चाहियो राम्रो र नराम्रो भन्ने कुरा मात्रै हुन्छ होइन सरकारले बुझ्नु पर्छ सरकारले बुझ्नु पर्थ्यो होइन त्यो अब पैसा त तिर्यो होला हाम्रो क्यानले हाम्रो नागरिक उड्डयनले पैसा तिर्यो नागरिक उड्डयनको त्यो उसमै छ होला नि हजुरहरूको म्यापमै छ होला छ अनि भनेपछि नागरिक उड्डयनले पैसा पनि तिर्यो म्यापमा पनि छ तर नापी गर्दाखेरि चाहिँ कृषिकोमा कृषिको नाम त्यही भएर यत्रो मिस्टेक भनेको सच्याउन मिल्छ मिस्टेक भनेको बनाउन मिल्छ तर मान्छेले बनाउने हो मान्छेले बनाउने हो नि त कुरो नेताहरू अलिकति हुनु पर्यो नि नेता त अब नेताले गर्नुपर्ने हो एउटा कुरो अब त्यो मिस्टेक भयो भने त्यो मिस्टेक ल उसको फर्म होइन नि त आखिर जसले उसको छ उसको पैसा तिरेर उसको हुनु पर्यो नि त उसको हुनु पर्यो ल जाउँ अब रनवे यहाँसम्म तान्यो भने त अनि राम्रोसँग पुग्छ त्यहाँबाट उता मैले देखिसकेँ त्यो ट्रन हानेर त्यहाँ ठ्याक्कै आउनु मिल्दो रहेछ खाँदबारीको कस्तो छ र खाँदबारीको नि सेम नै त हो नि खाँदबारी म जहाँ गएको छु ठक्क 2 कुनामा पल्टी यता खाएर उता खाएर सर आउँदा तपाईँको पुगिहाल्छ पुगिहाल्छ नि म यो त कन्स्ट्रक्सन भने जस्तो बनाउन मिल्छ क्या हजुरको तर यहाँको जनतालाई चाहिँ अलिकति नराम्रो के हो भन्दाखेरि मेन पर्यटक भनेको एउटा अक्सिजन लाइन नै झिकिदिएको जस्तो भयो क्या यहाँको मान्छेलाई औचित्य बिगाएर क्या मान्छेले अब एभरेजबाट हेर्नुहोस् अब गर्मी महिनामा घुम्नु जाने मान्छेहरू आउँछ मन्थलीमा हेर्नुहोस् त्यहाँ स्ट्यान्ड बाई गाडी राखेर भोलि सिधै एयरपोर्टबाट झर्नु बित्तिकै एक दिन अडिने ठाउँै छैन त यहाँ चाहिँ एक दिन त अडिन्थ्यो अडिहाल्छ नि यस्तो राम्रो ठाउँ छ यसलाई राम्रोसँग प्रवर्धन गर्ने हो भने युटिलाइज गर्ने हो भने एकदमै राम्रो ठाउँ हुन्छ राजा महेन्द्रले देखेको भिजन एउटा कम्प्लिट हुन्छ होइन हजुरको राम्रोसँग गर्न सक्यो भने के छ कस्तो कस्तो ठाउँमा प्रमोसन प्रवर्धन चाहियो क्या लोकल गभर्मेन्टले पनि गर्नु पर्यो जग्गा धेरै राम्रो म त बसबाट हेर्दा नि धेरै राम्रो लाग्यो माथि पनि जानुभयो हुन्छ त्यो डाँडामा अघि हामी अब त्यो रिमोटको मूर्ति बनाउनु मूर्ति बनाइरहेछ भनेर भन्दै थियो त्यहाँ पुग्नु हेर्नु हामी गएनौँ अब हाम्रो समय छोटो जिरेश्वर महादेव मन्दिरमा होइन ऊ त्यहाँ डाँडामा हजुर एसियाकै सबभन्दा अर्को 160 फिट 160 फिटको बन्दैछ बढी छ टाउको अब रङ बोकनमा छ रङ मात्र बाँकी है त्यहाँ माथि तपाईँ त यहाँबाट कुत्ता पुग्छ गाडी त भन्नु त्यहाँ ऊ त्यो होइन हो त्यो डाँडा ऊ त्यो त्यो भन्दा त अलिक अति छ है माथि बस्ती छैन 70 रोपनी जग्गामा त्यो रिमोटको मूर्ति बनाएछ अनि एउटा गुम्बा बनाएछ 200-400 जना लामा बस्छ अब त्यहाँ धेरै राम्रो ठाउँमा धेरै प्रबन्धन छ उतापट्टि योलङ पहिलाको गाडी चाहिँ त के नाम हो योलङ गाविस भन्छ गाविस छ यो अनि अहिले सरकारी नि सरकारी सबै सरकारी आज म भन्दै कि लिएर आएर कृषि काममा बसेको होइन जम्मै राजा सबै राजा हामी बनाउने चाहिँ हामी यस्तो ल हेर्नुहोस् राजा महेन्द्रले तपाईँको बन्द भइसकेपछि यहाँको एयरपोर्ट बन्द भइसकेपछि यो जग्गा के गर्ने भनेपछि यहाँनिर पशु अनुसन्धानका लागि गाई पालनको लागि गाई के हो त हाम्रो राष्ट्रिय जनावर यो आँखाले देख्न नसक्ने जमिन
तपाईँको आँखाले देख्न नसक्ने जमिन यो वरपर सबै यहाँको स्थानीय बासिन्दाको लागि गाई पालन गर्नु गरी खानु भनेर दिएको ठाउँ। यहाँका लोकल बासिन्दाहरूले बनाउँदैछन्। यहाँको दुःख भनेको यहाँ अब आन्तरिक पर्यटन पनि छैन, यहाँ प्रबन्धन पनि छैन र एउटा भनौँ न एउटा आफ्नो एउटा पहिचान हराएको ठाउँ भनौँ न। राजा त्रिभुवनले गरेको ठाउँ यो यहाँको बासिन्दाहरूको लागि होइन। राजाले देश बनाए, राजाले के गरे भन्ने मान्छेहरूको लागि यो सानो दृश्य। ल तपाईँहरूले आफ्नो ठाउँबाट के गर्न सक्नुहुन्छ, यहाँका जनताले गर्नु पर्यो। राम्रो हुन्छ।